चुनाव गराउने अनि चुनाव गराएर कसलाई ल्याउने थाहा छ बालेन कुलमान र रविलाई एक ठाउँमा ल्याएर अनि अहिलेदेखि यिनीहरूका बुवाको मुलाबारी गरेर बाँडेको प्रधानमन्त्री पश्चिमाहरूको म्यान्डेट के भने जब अब राज संस्था फर्किन्छ हिन्दू राष्ट्र आउँछ भनेपछि यो हामीलाई पेल्नको लागि दुर्गा प्रसादलाई सिद्ध्याउनको लागि कि दुर्गा प्रसादलाई मार्नु पर्यो म अहिले पनि भन्छु मार कि मलाई मार कि होइन भने म छोड्नेवाला छैन जेएनजीको ल जेएनजीका कुनै पनि कार्यकर्ता बच्चाहरूलाई ल्याएर सोध्नुहोस् तपाईँहरूको म्यान्डेट सिंहदरबारमा आगो लगाउने थियो मान्छेका घरमा आगो लगाउने थियो भन्नुहोस् त थिएन जेएनजीको आन्दोलन त 2 घण्टा मात्रै भयो 2 घण्टा पछाडि जब महानगरले पानी बाँड्यो नि पानी बाँडिसकेपछि मान्छेले लुगा खोलेर फ्याँक्न थाले त्यो पानी खाएपछि बन्दुक खोसेर पड्काउन थाले मान्छेलाई थाहा छैन बालेन रवि कुलमान एकै ठाउँमा आयो नि एमसीसी मतियार यी सबैको नाइके कहाँ छ भनेर सोध्नुहोस् न ऊ त्यहाँ तिलगङ्गामा बस्छ सन्दुक रोहित डाक्टर सन्दुक रोहित जस्ता त 3000 आँखाका डाक्टर छन् अरू कसैको नाम आउँदैन उसैको मात्रै नाम किन आउँछ कसलाई मन्त्री बनाउने कसलाई निकाल्ने कसलाई सांसद बनाउने त्यहाँबाट निर्णय हुन्छ त्यहाँबाट उसले सुदन गुरुङलाई भन्छ सुदन गुरुङले कसलाई उठाएर लानुपर्ने उठाएर लगेर ठेगान लाउँछ बुझ्नुभयो